तर त यहाँ सक्षम चाहिँ जनता हुनुपर्छ है। जनताले सोच परिवर्तन गर्नुपर्छ। जनताले सोच परिवर्तन गर्यो भने देश परिवर्तन हुन्छ। यहाँ चाहिँ म एकिङ टाढा भयो। नमस्ते सर, के भन्नु चाहनुहुन्छ? यहाँ कहाँ आएका छौँ हामीहरू? यसको बारेमा के भन्नु पर्यो तपाईले? एकदम रमणीय क्षेत्र छ। हजुर रमाइलो क्षेत्र, एकदम सौन्दर्यपूर्ण, एकदम यसको अनुभव के छ तपाईलाई? यस कस्तो अनुभव लागिरहेछ? एकदम राम्रो छ, एकदम बेस्ट। ल त्यो कुरा छोड्नु, अब तपाईले भोट चाहिँ कसलाई दिनु भएको? अहिले चाहिँ यो नगर यो कुरा गोप्य चाहिँ ए जेन्जी मान्छे म त भुले यार। ल भदिस के छ फेरि आजको क्षेत्र यो कस्तो छ? अनि यहाँको रमाइलोपन कतिको लाग्यो? यहाँ राम्रो छ, जङ्गल छ, यो अलि भिडभाड पनि धेरै जस्तो लागिरहेको छ। ल कस्तो ढुङ्गो चाहिने सर, तपाईँ भन्नुहोस् न त। खाया धनिया लिया ना हमने, है ना? अशोक दाई बच्चे वाला जन खाया कम खाया उधर आज पहाड़ खाया थिन कतो जन खाया कम खाया यो तो खतरनाक हो। सुशील सर नमस्ते। नमस्कार। म चाहिँ अशोक पाल हो। हजुर हजुर। म तपाईलाई केही सामान्य क्वेसनहरु सोध्छु है। एकदम सोध्नुहोस्। केसम्म सामान्य कुरा सोध्छु, खासै त सोध्ने इच्छा पनि छैन, त्यही पनि सामान्य सोधौँ न। ठिक छ ठिक छ। यसो बुझ्नुहोस् के ल ठिक छ, यो अहिले 2/3 भनौँ कि बहुमत भनौँ कि अब रासपाको सरकार बन्दैछ। यो यसमा टिप्पा टिप्पणी नगर, तर चाहिँ मलाई के लाग्छ भने चाहिँ स्वयं यो नेपाली जनताको जित हो के यसमा। अब नेपाली जनता भन्नाले को जनता के? कोही त अहिले एमाले पनि हालेको छ, माओवादीमा पनि हालेको छ, डटमा पनि हालेको छ भनौँ ठिक न। छ, अब जो जस्तो सुकै जहाँ भोट गए पनि तर चाहिँ यो सम्पूर्ण नेपालीको एउटा प्रथम जित भन्ने चाहिँ म यसमा अब ल ठिक छ, यो त ठिक छ। यिनीहरूको भिजन के छ, के गर्ने हुन् देशको लागि, रोजगार कसरी दिने हुन्? ल भन्नुहोस् तपाईँ। यिनको आफ्नो भित्री एजेन्डा होला हैन। ल XYZ भित्री एजेन्डा होला, कसरी रोजगार दिने कुनै उपाय त होला नि। अब यसमा अब उनले आफ्नो योजना बनायो होला नि। अब यो योजना बारेमा अब केही दिनमा प्रकाशित गर्लान् हैन। प्रकाशित त गरिसकेका छ, हामी 1 मिलियनलाई रोजगार दिन्छौँ। ठिक छ, हाउ 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 ठिक छ,
यो कसरी प्रकाशित त गरेका छन् होइन, अझै भित्री रूप अझै आउनु बाँकी छ क्या यसमा। त्यो त ठिक छ, तपाईँले भन्नुभयो सही छ, तमले भड्या सही छ क्या कुरा। तर कुरा के हो भड्याप छ, कसो कुरा के हो भड्याप छ, ल ठिक छ 1 मिलियन 2 मिलियनलाई रोजगार के कसरी दिने हो भन्ने कुरा हो। अब यसमा अब म स्वयंले नै तपाईँको अनुभव भन्नु न, कसरी दिने तपाईँको होला कि तपाईँको जिज्ञासा पनि राख्न सकिन्छ नि यार, कस्तो कुरा। यसमा अब ठ्याक्कै अब कसरी बनायो होइन, अब मेरो एजेन्डा अलग होला, उनको एजेन्डा। अहिले भुडी सफा गर्दै हुनुहुन्छ, ल तै पनि भन्दै जानुहोस् तपाईँ आफ्नो हिसाबले। मलाई त्यो थाहा छैन, बस भोलि काम साफ गर्दै नै दाइ हामीले कसरी बच्ने त, ल युद्ध चलिरहेको छ, यसलाई रोक्ने कसरी, हामीले शान्ति कसरी ल्याउने भन्ने विषयमा हो। शान्ति त हामीले ल्याउने हाम्रो हातमा छैन नि त्यो। हँ हामीले के गर्न सक्छौँ भन्ने कुरा हो। अब त्यो म के गर्न यसमा उ छ कि दाइ हरिहरी छ त्यो तसो हो त्यो आयो ला भाइहरु मासु घरै दिनु भन्दा खान्नेको हो। लास्ट पाउँदैन के भन्नु छ उडे भड्यालो